नमस्कार सम्पूर्णमा। इन्डियादेखि नेपाल रिचार्ज सबैभन्दा सस्तोमा कसरी गर्न सकिन्छ भनेर आजको भिडियोमा जानकारी दिनेछु। यस्तै अन्य महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर जोडिराख्नुहोला। प्रगति अनलाइनबाट नेपाल रिचार्ज कसरी गर्ने भनेर मैले भिडियो बनाएको थिएँ। प्रगति अनलाइनमा 8% भन्दा बढी सर्भिस चार्ज लाग्ने रहेछ। मैले हिजो भिडियो बनाउँदा धेरैजना साथीहरूले कमेन्ट गर्नुभएको छ, यो त धेरै नै भयो, अति नै भयो भनेर भन्नुभएको छ। त्यसैले एनपी रिचार्ज एप्सको प्रयोग गरेर सबैभन्दा सस्तोमा नेपाल रिचार्ज कसरी गर्ने भनेर आजको भिडियोमा जानकारी दिनेछु। सर्वप्रथम एनपी रिचार्जलाई इन्स्टल गरेर आइडी क्रिएट गर्नुहोला। आइडी क्रिएट गरिसकेपछि एनपी रिचार्जलाई ओपन गर्नुहोला। एनपी रिचार्ज एप्सलाई ओपन गरिसकेपछि तपाईँले यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ। यहाँनिर यस्तो इन्टरफेस खुलेर आउनेछ। रिचार्ज गर्दा कुनै समस्या आयो भने नेपाल पैसा पठाउने सेवा उपलब्ध छ, कृपया हामीलाई तुरुन्त सम्पर्क गर्नुहोस् भनेको छ। एनपी रिचार्जबाट रिचार्ज गर्दा कुनै समस्या आयो भने यो नम्बरमा तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। सस्तोमा रिचार्ज गर्नको लागि मोबाइल टपअप छ नि, यसमा तपाईँले क्लिक गर्नुहोला। बिचमा देख्न सक्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोला। त्यसमा क्लिक गरिसकेपछि यहाँनिर तपाईँले कुन सिम हो चुज गर्नुहोला। मैले यहाँनिर एनटिसी प्रिपेडलाई चुज गरेँ। अब यहाँनिर तपाईँले आफ्नो मोबाइल नम्बर राखिदिनु होला। मोबाइल नम्बर र रिचार्ज एमाउन्ट राखिसकेपछि मेक पेमेन्ट फर रिचार्ज छ नि, यसमा तपाईँले क्लिक गरिदिनु होला। यस्तो इन्टरफेस खुलेर आइसकेपछि अब तपाईँले यहाँनिर तल देख्न सक्नुहुनेछ 64 रुपिस 59 पैसा लोएस्ट प्राइस भनेको छ। लो प्राइसमा तपाईँले रिचार्ज गर्नको लागि तपाईँसँग भिजा अथवा मास्टर कार्ड हुनुपर्ने हुन्छ। त्यो छ भने तपाईँले 64 रुपिस 59 पैसामा नेपाल 100 रुपिस रिचार्ज गर्न सक्नुहुनेछ। फेरि यहाँनिर तपाईँले वालेटबाट यदि रिचार्ज गर्नु छ भने तपाईँको 70 रुपिस नै लाग्नेछ। तपाईँसँग यदि भिजा कार्ड छ भने तपाईँले सस्तोमा रिचार्ज गर्न सक्नुहुनेछ, मास्टर कार्ड अथवा भिजा कार्ड। तपाईँले आफ्नो एटिएममा हेर्नुहोला, भिजा लेखेको छ भने तपाईँले सजिलै पेमेन्ट गर्न सक्नुहुनेछ अथवा तपाईँले सजिलै रिचार्ज गर्न सक्नुहुनेछ। भिजा कार्ड छ भने पे विथ कार्ड छ नि, यसमा तपाईँले क्लिक गर्नुहोला। त्यसमा क्लिक गरिसकेपछि यहाँनिर यस्तो इन्टरफेस खुलेर आउनेछ। तपाईँको कुन कम्पनीको सिम हो, तपाईँको मोबाइल नम्बर, अनि रिचार्ज एमाउन्ट, अनि चार्ज कति लाग्छ 3 रुपियाँ 50 पैसा भनेको छ। नेपाली रुपियाँ यति तपाईँको चार्ज लाग्ने छ, मतलब 3.5% तपाईँको चार्ज लाग्ने रहेछ। योभन्दा सस्तोमा सायद अरू कुनै अप्सन छैन होला मलाई लाग्छ। मैले जाने बुझे अनुसार सबैभन्दा सस्तो यही नै पर्न जान्छ। तपाईँले इन्डियाबाट नेपाल रिचार्ज गर्दै हुनुहुन्छ भने मेक पेमेन्टमा क्लिक गर्नुहोला। तपाईँसँग भिजा कार्ड छ कि छैन त्यो चेक गर्नुहोला। यदि छ भने तपाईँले मेक पेमेन्टमा क्लिक गरेर पेमेन्ट गरिदिनु होला। पेमेन्ट गरिसकेपछि सजिलै तपाईँको 103 रुपियाँ 50 पैसा नेपालीमा 100 रुपियाँ रिचार्ज हुनेछ। जानकारी कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला। यस्तै अन्य महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर जोडिराख्नुहोला। हस्त, धन्यवाद।